राजा फर्किन्छन् भन्थे हो त रहेछ त। जय नेपाल सरकार। म गिरिजा। गिरिजा कताबाट छिरिजा, जताबाट छिरिजा उतै फेरिजा। कस्तो नचिनी बक्सेको सरकार। पूर्व जन्ममा सरकार राजा होइबक्सिन्थ्यो, म प्रधानमन्त्री थिएँ। सम्झी बक्स्योस् त। फेरि त्यो दिन सम्झन चाहन्न, त्यही कथा म दोहोऱ्याउन चाहन्न। सत्ता यो आगो हो पोल्छ थाहा छ, आफैलाई जलाउन चाहन्न। किन यस्तो निष्ठुरी सरकार? जुन देशको प्रधानमन्त्रीले आफ्नो देशको राजपरिवारको रक्षा गर्न सक्दैन, त्यस्तालाई सम्झिएर तालु तताउनु बेकार हुन्छ। यसरी तालुमै त नघोची बक्स्योस् न सरकार। 7,000 सैनिकले गर्न नसकेको सुरक्षा म एउटा निहत्था प्रधानमन्त्रीले कसरी गर्न सक्छ? फेरि त्यो त एउटा ठुलो ग्रान्ड डिजाइन थियो सरकार। समय आएपछि खोल्छु। ए समय आएपछि खोल्छु। मान्छे मरेर 84 लाख जुनी पार गरेर फेरि जन्मिसक्यो, अब कहिले खोल्नुहुन्छ? मिसन 84 पछि कि नेपालमा चुच्चे रेल आएपछि, पानी जहाज आएपछि खोल्ने हो कि भाउजू प्रधानमन्त्री भएपछि पो खोल्ने हो कि? प्यारा देशवासीहरू, तातो नछारोको ग्रान्ड डिजाइन त्यस्तो टेम्परमा नआइबक्स्योस् न सरकार। त्यो ग्रान्ड डिजाइन हो। गर्न मिल्छ, भन्न मिल्दैन। बोल्न मिल्छ, खोल्न मिल्दैन। ए बोल्न मिल्छ, खोल्न मिल्दैन भनेपछि उद्रेको चोली जस्तै रहेछ। प्यारा गिरिजा बाबु, अघिल्लो जन्ममा त माथि भेट भएन, कहाँ हुनुहुन्थ्यो कि नर्कमा? म स्वर्गमा पनि छिन, नर्कमा पनि छिन। स्वर्ग र नर्कको 10 गजामा सेक्युरिटीमा मेजर हल्दार थिए सरकार। ए जन्मजातै हल्दार हुनुहुँदो रहेछ। त्यसपछि एउटा लामखुट्टेको रूपमा पुनर्जन्म भयो। एउटा भुइँछीलाई टोक्नु पर्यो भनेर गएको, पुच्छरले झ्याप हानेर मारिदियो। त्यसपछिको जन्ममा छेपारो भएर जन्मे। रङ फेरि फेरि हिँड्नु पर्थ्यो। नेताको पुनर्जन्म यस्तै हुने रहेछ सरकार। खोइ होला, आफू नेता परिएन, मान्छे पर्यो। मेरो पूर्व जन्मको बारेमा त्यति धेरै थाहा छैन। एउटा ज्योतिषीका अनुसार जम्मा एउटा मात्रै पुनर्जन्म भएछ, त्यो पनि कछुवाको रूपमा। होइन, राजाले त राजा नै भएर जन्मिन्छन् भन्ने सुनेको थिएँ। कछुवा चाहिँ किन सरकार? खोइ के पर्यो कुन्नी, बुबाज्यूको जस्तो स्पिड नभएर हो कि अथवा भूमिगत गिरोहरुको अति दबावले हो कि परिवारकै सदस्यहरूको अनावश्यक प्रभावले हो कि बरु तपाईलाई आफ्नो पूर्वजन्मको बारेमा केही थाहा छ कि पोलेर खाइसक्नु भयो भट्टामा आलमले जस्तै? चुनावको बाचा त छम्जिदैन नेताले,
यत्राको सम्झिन्छ पूर्वजन्म। कत्राको त्यो कसले जस्तो काजु खानुपर्छ कि के हो मेमोरी पावर बढाउनु? काजु मात्रै किन, सुनै खानुहोस्, सहकारी नै खानुहोस्, त्यसबाट पनि 1 GB मेमोरी त मिल्छ होला। मेची खानुहोस्, महाकाली खानुहोस्, जति खाए पनि मोटाउने होइन। महाकाली सन्धि त तपाईँलाई थाहा होला? थाहा छैन सरकार। के अचम्म भयो त? लाउडा प्रकरण थाहा छ कि? त्यो पनि थाहा छैन। गणेशमानजीलाई पछारेको घटना त याद होला? आफै पछाडिएका हुन्छी बुढा, तर मलाई थाहा छैन। उहाँलाई यो पनि थाहा छैन, त्यो पनि थाहा छैन। कस्तो घण्टा पार्टीको नेता जस्तो हुनुहुँदो रहेछ। भनेपछि तपाईँलाई थाहा चाहिँ के छ? मलाई के थाहा छ भने शेरबहादुरजीलाई ज्योतिषीले 7 चोटि प्रधानमन्त्री हुन्छ भनेको कुरा थाहा छ, तर त्यो छराछर हुन मिल्दैन, किनभने मलाई जित्नु हुँदैन, बाँकी केही पनि थाहा छैन सरकार।